त्यहाँदेखि हामी त्यता अब हामी घुम्नु जाँदैछौँ। यहाँ चाहिँ अङ्कल हुनुहुन्छ, ड्राइभर अङ्कल हुनुहुन्छ। अर्को पनि सधैँ भ्लगमा देखिराख्नु भएकै साथी है उहाँ पनि हुनुहुन्छ। अर्को हाम्रो अर्को ग्रुप पनि हुनुहुन्छ अर्कोमा। अहिले म तपाईँहरूलाई म देखाउँदै नै छु। हामी चाहिँ अटोभित्र छौँ, हामी चाहिँ जाँदैछौँ। तर आज साथीहरू कस्तो जाडो छ यो हल्लिएला होइन। हामी चाहिँ यहाँनिर जाडोमा अलिक राम्रो अरे भनेको के हो जाडोमा जाडो र गर्मी अनुहार त्यही हो होइन। जस्तो राम्रो भए पनि राम्रै छ, अब राम्रै मान्नुपर्छ। हात खुट्टा छँदैछ सबै कुरा होइन। मेरो दिदीको ब्युटी हेर्छ त हामी आइपुग्यौँ। मेरो भाउजू पनि हुन्छ। आउँ फाइनली गाइज हामी चाहिँ आइसक्यौँ है। हामी आउँदैछौँ जाँदैछौँ। फाइनली हाम्रो आन्टीको घर आइपुग्यो। घर आयो। अब यहाँदेखि हामी कहाँ कहाँ जान्छौँ? बाजुको घर आउनु है। कहाँ आइपुगिन्छ होइन। अब कहाँ कहाँ जान्छौँ तपाईँहरूले हेर्नु होला हामीलाई। जहिले देखेको यहाँ बुहारी तपाईँको यहाँ चाहिँ दाजु हुनुहुन्छ, यहाँ भाउजू हुनुहुन्छ। अब हामी चाहिँ यहाँ कस्तो राम्रो पप्पी रहेछ। यहाँभित्र रहेछ भित्र हुनु यहाँभित्र। बस्नु न। मन छ त्यसरी मन छ। यस्तो दामी है। अहिले गर्नु A few moments later. यहाँ चाहिँ मेरो दाजु एक मात्र माइती है। मेरो भ्लगमा तपाईँलाई स्वागत छ। धन्यवाद। अब हामी पुर्खौली घर पहिला पनि मैले देखाइसकेको छु सबै छ मेरो अर्कोमा। अब पर खेत बारीतिर जाँदैछु। पर तर हामी चाहिँ जाँदैछौँ बारी। गाइस हाम्रो फुपाजुको घर जन्म घरमा आएको हामी। अब फुपूको जन्मधर कहिले जानु? मामला चाहिँ भोलि पर्सि देखाउँछु। मामालाई पनि हेर्नु पर्छ हाम्रो फुपूको उयो जन्म घर। हामी गराउँछौँ। अब हामी चिम्बा टुर राजा बसको एरिया कस्तो रहेछ हामी पनि यसो हेर्नु पर्यो भन्दैछु। के कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गरिदिनु होला है हामीलाई। यहाँ चाहिँ आउँदैन त्यही पनि बोल्नु जान्दिनँ। बोल्नु आएन भने माइन्ड नगर्नु होला सबैजनाले। राम्ररी हेरिदिनु। राम्ररी हेर्नु होला।
यो त कस्तो बोलेको भन्दा यहाँ चाहिँ धेरै जस्तो यस्तो जातिहरू बस्नु हुँदो रहेछ यस्तो घरहरू हुँदो रहेछ हौ धेरै जति नि यहाँनिर यो चाहिँ हाम्रो पुर्खौली घरमा यहाँदेखिको ब्याक गरौँ न आलु यसरी रोप्दो रहेछ यहाँनिर नि आलु यहाँनिर हो ऊ त्यो गराज त्यो सबै हाम्रै हो त्यो राजमा के रोपेको छ नि त्यो हो त्यो यसरी यहाँदेखि मेरो पहिलाको होइन योदेखि हेर सिधै यहाँदेखि परसम्म यस्तो छ हामी चाहिँ यहाँ राजाबास भन्ने ठाउँमा आएको छौँ यो चाहिँ मेरो बुवाको जग्गा यहाँदेखिको परसम्म छ 1 बिघा छ के गर्नु बाँडफाँड छैन होइन अब के गर्नु कोही कता रे अस्ट्रेलिया लाउरेहरू अनि कोही चाहिँ चाउरे अनि दाईहरू सबै लाउरे मेरो बाउ मात्रै चाउरे पऱ्यो अनि होइन त्यही भएर अनि म पनि फुपाजीको अब पाट रहेछ कि उकालो रहेछ ओह्रालो भन्नु भयो त हाम्रो जस्तो सम्म रहेछ हो सेम त्यस्तै त्यस्तै रहेछ हावापानी चाहिँ होस् राम्रो छ यतातिर पनि हाम्रो जस्तै सेम त्यस्तै हो अब धेरै चाहिँ अब अरू अनि बोली चाहिँ नि के भएको नाक ठोडै ठोडै भएर छ मेरो ए म त यसले यसरी त म सक्दिनँ हौ अनि भ्लगमा उयो अर्को लाला बोक त्यहाँ तबाट होइन उता अनि हामी चाहिँ यसरी जाँदैछ अब अनुहार पनि कस्तो डरलाग्दो देख्यो मोबाइल पचार लाग्ने यसरी हो यस्तो अनि यहाँ चाहिँ मेरो दिदी हो पुरो अनुहार नै लाग्दै यस्तो रहेछ है बारी चाहिँ कस्तो राम्रो रहेछ सुहाइरहेछ अनि यहाँ चाहिँ तोरीहरू छरेको छ अनि यसरी रुखहरू पनि गरेको यसरी छ यो बाटो यस्तो हेर्नुलाई यस्तो राजमा त सबैलाई मनपर्छ होला नि साह्रो मलाई नि बेस्ट हो राजमाको बोट त्यस्तो हुँदो रहेछ अनि म त के ला राजमा भन्छ भने त बोडी त्यो सिमीलाई भनेको होला हौ राजमा नि यो के भन्छ हाम्रो फुपाहरूकै हो रोपेको हो हामी चाहिँ साथीहरू पुरा बाँध्न आएको छ घामको हामी चाहिँ फाइनली यहाँनिर बोराबासमा आइसकेको छु हाम्रो यो गाउँमा हो बोराबास गाउँमा चाहिँ हामी आएर छौँ कोसीमा आउनु होला सबैजना आउनु होला भिजिट गर्नु होला यहाँको हाम्रो भिजिट हेर्नु होला यो मैले यहाँ हेरेँ नाउँहरूको लु मैले त्यहाँ लेखेको देखेको है यहाँ चाहिँ हामी चाहिँ यो बोराबासमा यहाँ हामीलाई त नाउँहरू हेर्नु होला यो म लड्छु अब हामी चाहिँ यहाँ नाउँ कस्तो दामी छ है साथीहरू ल हेर्नु बोटिङमा हेर्नु होला हाम्रो त यहाँ हेर्नु होला बोराबासमा आएको छौँ तपाईँहरूमा आउनु होला बेलुकाखेरि चाहिँ झन् राम्रो देख्छ अरे क्या घाम सुकेको। यस्तो दामी छ बोराबासमा आएको छौँ तपाईँहरूमा आउनु सक्नुहुन्छ यहाँ छ हाम्रो गाइडहरू चाहिँ यहाँ छ सबैजना चाहिँ यहाँ त यस्तरी आउँदो रहेछ यो नाच्दैछ यहाँ बडी मलाई चाहिँ फाइनली गर्मी भयो लास्ट चाहिँ अलिक राम्रो हुनु तेरो भुडी सबै देख्यौ होटल रहेछ हौ
चाहिँ यसलाई के भन्छ अरे बोट के भन्छ बोट बोटमा चढ्न आँटेको छौँ हामी हामी फ्यामिली हो सबै अनि यहाँनिर अब हामी 8 जना पर चढ्न आँटेको बोटमा हेर्नु होला अनुहार हेर यहाँ बाँदरको जस्तो यहाँ हाम्रो बडी हामी पस्न आँटेको छ उड्नु आँटेको लु साथीहरू हामी त यहाँ चढ्न आँटेको छौँ आमा हुँदैन म त लाउँदिनँ यतिकै लाउँदा हुँदैन यतिकै हुन्छ आमा त उयो लाउँदिनँ ल अब ऱ्याफ्टिङ चढ्न आँट्यौँ अब हामी चाहिँ फाइनली चढेर यो कस्तो लु त हामी त अब फाइनली हामी चढ्न पाएको छौँ हामी पाइहाल्यो ऱ्यापिङले गर्दा के अरे उयो भिडियोले गर्दा हुन्छ अब उयो गर्नु छैन एक राउन्ड अझै गरिदिनु न एक राउन्ड गरिदिनु न अझै ल ल घुमाइदिनु हुन्छ अरे मजा आउँदो रहेछ त डर आउँछ यस्तो उस्तो पार्नु अब बाई बाई गर्ने बेला भयो माथिदेखि कस्तो दामी छ ठाउँहरू हेर्नु होला जाडो 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 भयो अहिले यो उहिले मेरो बाउ चाहिँ गोठाला गर्ने ठाउँ अरे अहिले यस्तो दामी भएर ल अब हामी त जानु आँट्यौँ बस्तु पनि गोठाला त बस्तुहरू त हुन नै रहेछ त्यहाँनिर नि ऊ पर त बस्तु रहेछ अन्त यस्तो यस्तो हुन्छ अरे क्या अनि यहाँ हाम्रो छैन नि त नि खिचो भने धेरै ठुलो हुने ए राम्रो छ है साथीहरु महिनामा आउँदा चाहिँ ठिक्क हुन्छ राम्रो छ यस्तो दामी दामी अब यहाँ छ पार्किङ गर्ने ठाउँ चाहिँ हैन मान्छेको भिड छ साथीहरु जाडो सिर हावा चलेको छ अब हामी बाई बाई गर्दै हामी जाँदैछौँ रात पनि पर्यो अब हामी जाने बाई बाई अब कहिले भेटौँला भन्न चाहन्छु बाई बाई
नेक्स्ट भ्लगमा भन् नेक्स्ट ब्लगमा हेर्नु होला अब म कहीँ त जाँदिनँ ब्लगमै हेर्नु न यसले ब्लगमा उपस्थित भइरहन्छु अब हेर्नु आइराख्नु है म कमेडी गर्छु भन्न आइराख्नु म आइराख्ने छु तपाईँहरूलाई मैले कमेडी गरेको कस्तो लाग्दो रहेछ कमेन्ट गर्नु होला भन्न चाहन्छु लु बाई बाई भनिदेऊ बाई बाई अब भ्लग बाई बाई अब अब बोराबासबाट चाहिँ बाई बाई घर पुगेपछि भ्लग देखाउने छु यहाँदेखि चाहिँ बाई बाई हामी यो घुमघामबाट चाहिँ बाई बाई ल बाउले उहिले यो के अरे यहाँ के पऱ्यो गोठाला गरेको ठाउँ पनि यस्तो विकसित भयो साथीहरू तेरो त राम्रो फोटो आएछ मलाई पढ्ने अब अहिले अघि अहिले आएको जस्तो गरी जान कस्तो दामी देखिन्छ यार मलाई नि मेरो आमा र म चाहिँ जाडोले है आमा कामेर र उहिले मेरो आमाहरू यता आउनुभएको आमा तपाईँ पहिला हो त यता उठाला गरेको अहिले अचम्मै लागेन अहिले त विकास धेरै राम्रो भइसक्यो लुदो तपाईँहरू पनि आउनु होला एकदम राम्रो छ बेलुका मान्छे धेरै आउँदो रहेछ त्यो यस्तो जाडो है आमामा साथीहरू काका भतिजको होटलमा सफा दिन्छ के नाम पनि आउँदैन आउँछ भनेको सब यहाँ मेरो भाउजू अनि यता भाइ अनि यता भद्रसिंह खापङ यता दशरा सिंह अनि यता माइली दिदी पर पर्सनल होला नि त मान्छे त्यता त आउनु हुँदैन ए उँधो देख्यो त तपाईँको त त्यो त कसले खाएको नि एस्ट्रिम भन्नु नि कडा खालको एस्ट्रिम देखेको त मलाई कस्तो यसको मात्रै 250 यो त जसै खाएर पनि ल्याउँदा मेरो पनि खत्तम भयो